ल हामी चाहिँ यहाँ अलरेडी आइसक्यो हैन। लुम्बिनी हामी अलरेडी आइसक्यो है। यस्तो रहेछ लुम्बिनीमा है। ल लुम्बिनी मन्दिरमा हामी चाहिँ यता पछाडिबाट बसेको छौँ। यो मेन सिटी ठाउँ चाहिँ हैन, मेन सिटी हामी लास्टमा निस्किन्छौँ है। हामी पसेको यो चाहिँ चाइनाले बनाइदिएको अरे है। यो चाहिँ हामी सेकेन्ड मन्दिरमा पसिसकेका छौँ है। यो चिनोले बनाएको अरे बुढी थाहा छ। यो चाइनिजले बनाएको अरे। कसले बनाएको अरे बेबी? बुद्धम शरणम गच्छामि। ल भेरी नाइस प्लेसमा हामी आइसक्यौँ है। ल बुद्धको यहाँ पनि ठुलो मन्दिर रहेछ है। हे भगवान हे भगवान हे भगवानलाई रक्षा गरिदिनु पर्छ है भगवान। ल यो लुम्बिनीको मन्दिर हो यो है। गुम्बा हामी चाहिँ पछाडिबाट आएछौँ। अब हामी अगाडि पनि जाँदैछौँ। इन्डिया देशले बनाइदिएको यो मन्दिर। हजुर यो लोटस टेम्पल भनेर। यो चाहिँ है भव्य बनाउँदो रहेछ नि त। यो त झन् ठुलै बनाउँदो रहेछ नि त। यो इन्डियाले बनाउँदो रहेछ। अनि सर यो सिङ्गापुर हो सर। यो चाहिँ सिङ्गापुरको अरे है। यहाँ मलाई चाहिँ भाइले यहाँ घुमाउनु ल्याउनु भएको छ है। यो भाइले चाहिँ मलाई यहाँ सबै भन्दैछ। यो सिङ्गापुरको हामीले अलरेडी उताटी फ्रान्स होइन सर, फ्रान्स अनि के गरे जर्मन चाइना सबै हेरियो। अब नेपालको त मेनै हेरिहाल्यो। जर्मन पनि हेरियो होइन, सबै हेरियो। मेरो भाइले चाहिँ यहाँ सरले यो हामीलाई यो टेम्पोमा घुमाउनु भएको छ। ल है यो एकदम दामी छ है। यो सिङ्गापुरको है यो चाहिँ। हस् त यो चाहिँ थाइल्यान्डको रहेछ होइन। यहाँ विभिन्न देशको मान्छेहरूले चाहिँ मन्दिरहरू बनाइरहेको रहेछ। यो प्लस यता यहाँ थाइल्यान्डकै झन्डाहरू पनि रहेछ है। यो थाइल्यान्डको मलाई थाहा छ। यो थाइल्यान्डको झन्डा हो। थाइल्यान्ड उताटी नेपालको पनि रहेछ है। यो सबै थाइल्यान्डले बनाएको मन्दिर रहेछ। यो चाहिँ थाइल्यान्डको मन्दिर। यहाँ विभिन्न मान्छेहरूको आफ्नो आफ्नो विभिन्न मान्छे होइन, विभिन्न देशको मान्छेहरूको चाहिँ यहाँ मन्दिर रहेछ होइन। अन्त यो थाइल्यान्डको कस्तो राम्रो बनाएको रहेछ थाइल्यान्डले पनि। अब हामीले अलरेडी हेरिसकेको छौँ यहाँ फ्रान्सको, सिङ्गापुरको है, अनि चाइनाको, इन्डियाको बनाउँदै थियो। यहाँ थाइल्यान्डको कति राम्रो रहेछ है। ओहो ल यो थाइल्यान्डको पनि हामीले भिजिट गरिसक्यो। यो चाहिँ यो अगाडि चाहिँ दीप जलेको छ। अनि तल जानुहुन्छ बेबी बुद्ध मूर्ति छ र लुम्बिनी लेखेको छ। र अझै तल गयो भने टिकट काउन्टर घर छ। टिकट काटेर महादेव मन्दिर हेरेर उतै 5 नम्बरतिर आउनु। म त्यही बस्छु। ल 5 नम्बर होइन, उताबाट यताबाट जाने हो। घुमेर उतै आउनु। अनि बसमा सोधिहाल्छु। ल अब हामी चाहिँ यता जाँदैछौँ मेन बुद्ध जन्मेको ठाउँमा चाहिँ। अब हामी लाग्दैछौँ। ल हस्। ल यो लिभरमा चाहिँ यहाँ चाहिँ अब हामी स्विमिङ गर्न नपाउने परियो। अलिक टाइम भएन है। यहाँ चाहिँ बोटिङ गर्न नपाइने परियो हामी है। ल अब हामी चाहिँ यहाँभित्र पस्दैछौँ। कति धेरै मान्छेहरू रहेछ त यहाँ होइन। र सानो बुद्ध यहाँ गुराँस सानो बुद्ध। ल आइँदैछ होइन त। ल अब चाहिँ हामी अब जाँदै गर्छौँ। ल गुराँस कमन। ल यो बुद्ध जन्मेको ठाउँ चाहिँ मेन ठाउँ चाहिँ यही हो है। यो लुम्बिनीमा यही ठाउँमा चाहिँ बुद्ध जन्मेको ठाउँ हो है। ल अलरेडी हामी आइसक्यौँ है। ल हस् त यतिमै आजलाई चाहिँ बिदा। बाई बाई लुम्बिनी।